आइपुग्यो फेरि मिनी ब्लग होइन। आज चाहिँ म बुढीलाई लिन आएको कि बुढीको आज भुटन देवी मेलामा काम। आजको फर्स्ट डे काम मेरो बुढीको। त्यही भएर म र मेरो राज भाइ आएको बुढीलाई लिन। अनि राज भाइको सेवामा पैसा निस्किएको छ भने हल्का पार्टी हानिदिउँ, भेरिफाईको भएको छ भने होइन, भेरिफाई भएको छैन भने त्यतिकै चलिदिने। बुढी लिएर घर भएको छ भने चाहिँ पार्टी खाएर जाने हो। ल हेरौँ के हुन्छ। बुढीबाट जाँदैछु। अर्को भ्लगर राज भाइ पनि भ्लगर। राज भाइको एकाउन्टको नाम के अरे? है केटाहरू सब्सक्राइब है मेरो 430 जना सब्सक्राइबरहरू गएर 430 सब्सक्राइबर पुर्याइदियो। अनि राज भाइको सब्सक्राइबरहरू मेरोमा आएर सब्सक्राइब गरिदियो है। जसले सब्सक्राइब गर्छ फेरि गिभवे पनि हुन्छ अस्तिको जस्तै। ल अब एकैचोटि भुटन देवी जाँदैछु, त्यहाँ गएर देखाउँछु, बाटोको रमझम पनि देखाउँछु। ल हेर्दै जानु, अरू पनि भन्छु म के। नआरे तिमी युट्युबमा मेरो भिडियो हेर न, तिमी तर्सिन्छौ। रोहन्दो उसले त यार लामो क्यामेरा चाहिँ टेढो छ, आडे छ, तर भिडियो चाहिँ कस्तो राम्रो भयो भन्छ तिमीले। कमाल हेर न तिम्रो दोस्तको कमाल। जाँदै देखाउँछु म। यहाँ बुढीलाई फोन गरेको फोनै उठाइरहेको छैन किन हो? दिदी सरासरी भित्र जाऊ। भित्र गएर व्हेल माछा छ नि, त्यहाँ गेटमा दुईटा बहिनी, एउटा बहिनी एउटा भाइ उभिरहेको छ। एउटा सेक्युरिटी मेरो बुढी कहाँ छ भने सोध्नु, भित्र छ देखाइन्छ। अनि सुई भित्र सुन ठ्याक्कै उताबाट बसिराख, भित्रै जानु त के छ अब। राज भाइ यहाँ बस ल एकछिन। टिकट चाहिन्छ र? मेरो बुढी काम त्यसमा पास चाहियो नि त। बुढी छ भने जानु पऱ्यो क्या रुम। यहीँ बस ल, यहाँबाट कतै नहरानु। ल म बुढी लिनु भनेर भित्र पनि छिरिसकेँ होइन, विदाउट टिकट। सो गाइस welcome to hood. Pull your chair, gonna take one hundred room. Make a bang and then I'm just a culture for you. We have a show. आइकेटीलाई बोलाइदिनु न, उसको बुढा आहा भन्नु न। यहीँ भित्र के कार्डहरू ल्याएर बसायो पनि गेटमा। आजबाट काममा आएको हो क्या भने पातली अग्ली केटी होइन त। आइकेटी घुमिरहेको बोलाइदिनु कति बजे 6 बजे दामी देख्दा रहेछ त मेरो बुढी। ल बुढीले अब मलाई माछा साछा सब देखाउँछु भने छ। अब घुम्छु म र बुढी, हेरौँ कस्तो रहेछ। गाइस आजको ब्लग यति नै हो। ल सबैजना भुटन देवी मेला आउनु होला। ल बाई टेक।